हेलो एभ्रिवान, आज हामी घरमै हेल्दी मोमो बनाउन लागेको छौँ। ठाडा, लेट्स मेक विथ मी। हेल्दी मोमोको लागि हामी चाहिँ आँटाको पिठो युज गर्छौँ। आँटाको पिठोलाई यसरी मुसेर हामी चाहिँ एउटा डो रेडी पार्छौँ। ठाडा, हेर्न सक्नुहुन्छ मेरो डो रेडी भएको छ। भित्रको फिलिङ्सको लागि चाहिँ मैले यहाँ अलरेडी प्याज, बन्दा र खुर्सानी चप गरेर राखिसकेको छु। हजुरहरूले चाहिँ मासु पनि राख्न सक्नुहुन्छ, इट्स अप्सनल। त्यस पछाडि हामीले युज गरौँ मोमो मसला, स्वादअनुसार नुन राखेको छौँ। मैले चाहिँ एकदमै हेल्दी मोमो बनाउन लागेको भएर मैले यसमा तेल चाहिँ एड गरिनँ। हजुरहरू तेल तताएर एड गर्न सक्नुहुन्छ। अनि हामी यसलाई मिक्स गर्दैछौँ। ठाडा, पुरै राम्रोसँग मिक्स भएपछि चाहिँ यस्तो देखेको छ हाम्रो किमा। अघि बनाएर राखेको डोको चाहिँ हामी यसरी बेल्दैछौँ। एकदमै पातलो सिट भएपछि मैले यसरी ग्लासले त्यसको सेप काटेको छु। हेर्न सक्नुहुन्छ हाम्रो एकदमै मजाको राउन्ड सेप भएको छ। मैले चाहिँ यसलाई अझै पातलो बनाउनको लागि अझै अलिकति फेरि बेलेको छु अनि अलिकति पातलो बनाएको छु। अब हामी यो किमा हालेर मोमोको सेप दिनेछौँ। मलाई चाहिँ खासै राम्रो मोमोको सेप बनाउन आउँदैन, त्यही भएर जस्तो आउँछ त्यस्तै बनाएँ। मेरो यस्तो भएको छ, हेर्न सक्नुहुन्छ। अनि यो मोमोलाई चाहिँ हामी थोरै तेल लगाएर ग्रिज गरेको स्टिमरमा चाहिँ राख्छौँ। त्यसै गरी मैले चाहिँ यो लाम्चो मोमो पनि बनाएको छु, जस्ट ट्राई गरेको। अनि लास्टमा चाहिँ अलि धेरै भएको किमाले चाहिँ मैले एउटा जायन्ट मोमो बनाएँ। हेर्न सक्नुहुन्छ, यो चाहिँ इन कम्पेरिजन टु अरू यो चाहिँ एकदमै ठुलो थियो है। यहाँ हेर्नु, हाम्रो अल मोमो चाहिँ रेडी भयो। यसरी रेडी बनाएको मोमोलाई चाहिँ अब हामी यो तातो पानीमा चाहिँ स्टिम गर्नको लागि छोडिदिन्छौँ 20 मिनट्स, किनभने यो भित्रको किमा चाहिँ र नै छ, त्यही भएर हामी 20 मिनट्स छोडिदिन्छौँ। 20 मिनट्स पकाएपछि चाहिँ हाम्रो मोमो यस्तो देखिएको छ। यो चाहिँ एकदमै मिठो छ है गाइज, हेल्दी पनि अनि मिठो पनि छ। अब यसरी हामी प्लेटमा अचारसँग सर्भ गर्दैछौँ। अनि यो चाहिँ एकदमै हेल्दी र टेस्टी छ। यु क्यान ट्राई इन यर होम। थ्याङ्क यू फर टुडे, सी यु इन नेक्स्ट भिडियो, बाई बाई।